केशुजी ल केशुजीलाई फेदपट्टि पनि राखौँ कि टुप्पापट्टि राखौँ फेद टुप्पा भन्दैनन् क्या के भन्छन् र हामी अब सबैजना उपस्थित सबै अतिथिज्यूहरू त गोलो घेरामा रहनेछौँ मलाई एउटा अर्को माइक्रोफोन तयार गरिदिनु होला अब यति बेला हामी आजको बधाई सम्मान तथा खुरपेटो अनावरण कार्यक्रम गर्न लागिरहेका छौँ र कार्यक्रमका सम्पूर्ण प्रमुख अतिथिज्यूहरू विशिष्ट अतिथिज्यूहरूले यो खुर्पा बोकेर आउँदै हुनुहुन्छ हामी घुम्टो खोल्न लागिरहेका छौँ त्यस पछाडि खुर्पा हाल्छौँ हामी यो घुम्टो हो यो पर्दा सबै हटाइदिनुको लागि अनुरोध गर्न चाहन्छु अब गाँठो परेको हुनसक्छ कसो गरी फुकाउने के गरी फुकाउने सबै जिम्मा हजुरहरूलाई हामीले दिएका छौँ यति बेला हामी यो खुरपेटो अनावरण गर्न लागिरहेका छौँ कसैले र विशेष गरी यो आज सबै जिम्मा हजुरहरूलाई कसो गरिराख्ने के गरिराख्ने एकचोटि अब सबैजनाले सँगसँगै ताली पनि बजाउनुपर्छ है हजुर आवश्यक एक दुईजना साथीहरू अनुरोध गर्छु उल्टो हो सुल्टो सुल्टो उतापट्टिबाट यति बेला हामी खुरपेटो अनावरण सिन्धुली कलाघरमा गरिरहेका छौँ कार्यक्रमका प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू लगायतका व्यक्तित्वहरूले यो खुरपेटोमा खुर्पा हालेर अनावरण गर्दै हुनुहुन्छ एकचोटि सबैजनाले जोडदार तालीको साथमा सबैजनाको लागि यो गर्दनहार ताली रहोस् यो मगरहरूको पहिचान संस्कृति संस्कार सधैँभरि रहिरहनेछ भन्ने कुरा आशा पनि अपेक्षा राख्दै कार्यक्रमका विशिष्ट अतिथिज्यू प्रमुख अतिथिज्यूलाई हातमाथि राखेर हल्लाइदिनु हुनको लागि पनि विशेष अनुरोध गर्दै यो आजको कार्यक्रम समुद्घाटन म सेरोफेरो लाङ्गाली समाजका अध्यक्षज्यूलाई पनि माथि उक्लिदिनु हुनको लागि अनुरोध गर्छु अध्यक्षज्यू हजुर पनि एकचोटि माथि उक्लिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु यो सुन्दर कला आजदेखि सिन्धुली कलाघरमा मगर संस्कृति अनि मगर पहिचानको लागि यो झल्किएको छ तसर्थ सेरोफेरोबाट प्रतिनिधित्व गर्दै अध्यक्षज्यूहरू हुनुहुन्छ एउटा र अब हामी एउटा सामूहिक तस्बिर खिच्नेछौँ